तपाईसँग कुनै ब्राउजर छ भने ब्राउजरमा गएपछि तपाईँ यस्तो सर्च गर्नुहोला HRMS.NSO यस्तो नेपाल आउँछ। त्यहाँ गएर ट्याप गर्नुहोला। ट्याप गरे पश्चात तपाईँको यस्तो खालको तपाईँको 26 लेखेपछि तपाईँ यहाँ ट्याप गरेपछि तपाईँको इन्टरफेसमा यस्तो देखाउँछ। त्यसपछि तपाईँ यहाँ पिडिएफ भर्दाखेरि तपाईँ फोटो साइज 200 KB भन्दा माथि हुनु हुँदैन। त्यो गएपछि त्यहाँ तपाईँ यहाँ गर्नुपर्छ तपाईँको उम्मेदवार काम गर्न चाहेको कार्यक्षेत्र तथा विवरण तपाईँ जहाँबाट काम गर्नुसक्छ त्यहाँको तपाईँ एड्रेस हाल्नुहुन्छ भने यहाँ छ तपाईँको पद। त्यो पद चाहिँ ब्याचलर पास गर्नुभएको छ भने पर्यवेक्षकमा, +2 छ भने गणकमा भर्न सक्छ तपाईँहरू। त्यो जस्तो छ तपाईँको सर्टिफिकेट त्यस्तै बन्न सक्छ तपाईँहरू। गएपछि तपाईँ कुन प्रदेशबाट गर्नुहुन्छ भने त्यहाँको हालिदिनु होला। हाले पश्चात तपाईँ कुन नगरपालिकाबाट काम गर्नुहुन्छ त्यही नगरपालिकाको तपाईँ राख्नुपर्छ। त्यो राखेपछि जहाँबाट गर्नुपर्छ त्यहाँबाट गरिनु। तपाईँको नाम चाहिँ इङ्ग्लिसमा नेपाली गरेर लेख्न सक्छ होइन। तपाईँ पनि यस्तै खालको बनाउन। यहाँ इङ्ग्लिसमा छ त्यही इङ्ग्लिसमा लेखिदिनु होला। जुन छ तपाईँको जस्तो खालको छ त्यस्तै लेख्नु होला। बुवाको नाम छ, बुवाको नाम लेख्नु होला। त्यहाँ आएपछि आमाको नाम छ, बाजेको नाम छ। यहाँ जन्मतिथि लेख्नुपर्ने छ। जन्मतिथि लेखेपछि तपाईँ यहाँ नेपालीमा छ भने नेपालीमा लेख्छ, इङ्ग्लिसमा छ भने इङ्ग्लिसमा लेख्न सक्छ। तपाईँको जस्तो याद छ त्यसरी खालको लेख्न सक्छ तपाईँहरू। त मेरो जस्तै याद छ म त्यस्तै लेख्छु। अटोमेटिक आइहाल्छ यहाँ। सम्पर्क नम्बर तपाईँ आफ्नो निक्ल्न सक्छ। तपाईँ यहाँ पछि इमेल राख्न सक्छ। नागरिकता नम्बर पनि जे छ जस्तो खालको छ त्यस्तै खालको लेख्नु होला। अब कुन प्रदेशबाट तपाईँको अस्थायी विवरण छ भने जहाँको छ तपाईँ त्यहीँको लेख्नु होला। जारी गएको त्यसपछि भन्छ जिल्ला जहाँको छ त्यहीँको राख्नु होला। यो राखेपछि तपाईँ यहाँ आउनुपर्छ अनि जारी मिति जुन महिनाको जारी छ त्यही महिना तपाईँहरू राख्न सक्नुहुनेछ। यहाँ आएपछि तपाईँहरूको यहाँ नागरिकता प्रमाणपत्र देखाइरहेछ भने त्यहाँको मतलब राख्नुहुनेछ डकुमेन्ट गरेर पछि तपाईँ यहाँको ठेगाना विवरण भनेको अस्थायी ठेगाना। तपाईँको अस्थायी ठेगाना कहाँ हुन्छ जहाँ हुनुहुन्छ भने त्यहीँको राख्नु होला। तपाईँको जुन पहिला दिनुभएछ त्यो एड्रेस ठिक छ कि छैन, एउटै छ कि फरक छ होइन। जस्तै हुन्छ कि तपाईँ सहरमा बस्नुहुन्छ अनि गाउँमा त्यही दुईवटा एड्रेस भइहाल्छ। त्यो फरक छ कि एउटै छ भने एउटै राख्नु होला, फरक छ भने फरक राख्नु होला, केही फरक पर्दैन। जस्तो शैक्षिक योग्यता उत्तीर्ण गरेको +2 या आइए जस्तो छ त्यस्तै राख्नु होला। आवेदन सङ्ख्या तपाईँ कुन शिक्षाबाट लिनुभएछ होइन, त्यो जुन शिक्षाबाट लिनुभएछ त्यही शिक्षा राख्नु होला। जुन विषय छ त्यही राख्नु होला। म यहाँ अकाउन्ट राख्छु। तपाईँको जति जिपी आएछ त्यतिकै राख्नु होला है। न्यूनतम शैक्षिक ट्रान्सक्रिप्ट तपाईँको जुन मार्कसिट छ त्यही राख्नु होला। त्यहाँ यहाँ क्यारेक्टर सर्टिफिकेट छ, क्यारेक्टर सर्टिफिकेट यहाँ राख्नु होला है।
अनि त्यसपछि न्यूनतम शक्तियुक्तभन्दा माथिल्लो छ। यहाँ भन्दैछ तपाईँको जुन सर्टिफिकेट छ त्यो जुन पदको लागि तपाईँले अप्लाई गर्नु छ त्योभन्दा माथि छ कि तल छ, जस्तो छ त्यस्तै राख्नु होला। त्यो मेरो छैन, त्यो म छैनमा लगाउँछु है। अब लगाएपछि यहाँ हामीहरू यस्तो खालको देख्नुहुन्छ तथ्याङ्क सम्बन्धी तालिम छ कि छैन, छ भने राख्नु होला, छैन भने केही छैन, केही राख्नु पर्दैन।